पाकिस्तानको जाफर एक्सप्रेस बलुचिस्तानको राजधानी क्वेटादेखि खैबर पख्तुनको पेशावरसम्म सधैँ आफ्नो निर्धारित समयमा जाँदै थियो। ट्रेनमा लगभग 450 जना भन्दा बढी प्यासेन्जरहरू सवार थिए, जसमा स्टुडेन्ट्स, फ्यामिली, रेलवे अफिसर्स र ट्रेनको सेक्युरिटी अफिसर्सहरू थिए। ट्रेन भित्रको माहौल सबै नर्मल थियो। क्वेटादेखि पेशावरसम्मको यात्रा लगभग 1600 किलोमिटरको थियो, जसलाई पार गर्न 34 घण्टा 10 मिनट लाग्नेवाला थियो। तर कसैलाई थाहा थिएन कि यो यात्रा केहीको लागि जीवनको अन्तिम यात्रा हुनेवाला थियो र कसैको लागि एकदमै लामो। अझै डरलाग्दो कुरा के थियो भने ट्रेन पहिलेदेखि पाकिस्तान गभर्नमेन्टको टेरर हिट लिस्टमा रहेको सेपरेटिस्ट मिलिटेन्ट ग्रुपको सर्भिलेन्समा रहेको थियो। भारी हतियार सहितको विद्रोही समूह पहिलेदेखि तयारी अवस्थामा बसेका थिए। ट्रेनको सबै डिटेल्स, माइनर डिटेल्सहरू पनि रुट, टाइमिङ, सेक्युरिटी चेक पोइन्ट, सेक्युरिटी फोर्सेसको डिप्लोयमेन्ट जस्ता साना साना डिटेलहरू पनि पहिले अध्ययन गरिसकेको थियो। जब ट्रेन बलुचिस्तानको बोलान पासको दुर्गम क्षेत्र र रकी ट्रेन हुँदै एउटा टनेलबाट पास हुँदै थियो, त्यति बेला ट्र्याक मुनि राखिएको आईईडी विस्फोट भयो। धुवाको मुस्लो र यात्रीहरूको चिठियाटले माहौल गम्भीर मोड लिन पुग्यो। माहौल एकाएक आतंकित बन्यो। पहाडमाथिबाट सयौं संख्यामा विद्रोही लडाकुहरू हातमा AK-47, काँधमा RPG लन्चर र ग्रेनेड लिएर ट्रेन तर्फ अघि बढे र त्यसपछि सुरु भयो डेडलिएस्ट ओपन गन फायरिङ। ट्रेनमा भएको रेलवे, पुलिस र पाकिस्तानी प्यारामिलिट्री फोर्सेसले पनि रेस्पोन्समा फायरिङ गरे, तर लिमिटेड नम्बर्स र लिमिटेड आर्म्स एन्ड वेपन्सको कारणले मिलिटेन्ट फाइटर्स लडाकुहरूको सामु धेरै बेर टिक्न सकेन र फाइनली ट्रेन हाइजेक भएको घोषणा गरियो। लगत्तै यो हाइजेकिङको सम्पूर्ण जिम्मेवारी लिए पाकिस्तानको टेरर अर्गनाइजेसन बलुचिस्तान लिबरेसन आर्मी BLA। त्यसपछि BLA फाइटर्सले ट्रेनलाई सबै साइडबाट घेरा हाले र प्यासेन्जर्सलाई होस्टेज बनाए। उनीहरूको आइडेन्टिटी, इथनिसिटी र एड्रेसको आधारमा सानो सानो ग्रुपमा सेपरेट गर्न थाले। स्टार्टिङमा ट्रेनमा भएका सेक्युरिटी फोर्सेसलाई नर्मल प्यासेन्जरबाट सेपरेट गरे र त्यति बेला नै गोली हानेर मारे। BLA लडाकुहरूले सबै होस्टेजेसलाई बलुची भाषामा भने, हामीले आफ्नो सबै डिमान्ड्स पाकिस्तानी गभर्नमेन्ट अगाडि राखिसकेका छौं। यदि हाम्रो डिमान्ड पूरा भएन भने हामी कसैलाई छोड्ने छैनौं, ट्रेनलाई आगो लगाइदिनेछौं। खासमा BLA लडाकुहरूले पाकिस्तान गभर्नमेन्टलाई अल्टिमेटम दिएको थियो। यदि पाकिस्तानी जेलमा रहेको बलुची लिडरहरूलाई 48 घण्टाभित्र छोडिएन भने ट्रेनमा आगो लगाइदिने र सबै प्यासेन्जरलाई मारिदिने धम्की दिएको थियो। उता पाकिस्तानी गभर्नमेन्ट र पाकिस्तान आर्मीले न्युज पाउने बित्तिकै हेभी आर्मर्ड मिलिट्री भेहिकल्स र मिलिट्री हेलिकप्टर सहित मिलिट्री र प्यारामिलिट्रीको सयौं जवानहरूलाई हाइजेकिङ साइटमा डिप्लोय गरियो। यता कम्प्लिट हाइजेकिङ पछि म्याक्सिमम BLA फाइटर्स फेरि बोलान पासको पहाडमा फर्किए र थोरै संख्यामा BLA फाइटर्स हाइजेकिङ साइटमै बसे। तर डरलाग्दो कुरा के थियो भने उनीहरू सुसाइड बम्बर्स थिए, आत्मघाती लडाकुहरू थिए, जसलाई आफू मर्ने कुनै डर नै थिएन। आवश्यक परे आफूलाई ट्रेनसँगै उडाइदिने मिसनमा थिए। अब स्टोरीबाट थोरै हटेर यो बोलान पास क्षेत्रको बारेमा बुझ्ने प्रयास गरौँ। BLA फाइटर्स खासमा बलुचिस्तानको म्याक्सिमम एरियामा एक्टिभ छन्, तर बोलान पास उनीहरूको लागि अझ पर्फेक्ट ग्राउन्ड हो कुनै अट्याक, एम्बुस वा अपरेसन लन्च गर्न र अट्याक पछि सेफली बाहिर निस्कन। बोलान पास एकदमै दुर्गम सुक्खा पहाडी इलाका हो, जहाँ मोबाइल र इन्टरनेटको सीमित कभरेज छ, लिमिटेड मिलिट्री चेक पोइन्ट्स छन्, इम्पोर्टेन्ट ट्रान्सपोर्टेसन रुट रहेको छ र बाहिरको लजिस्टिक र मिलिट्री सप्लाई पनि लिमिटेड छ। अब ब्याक टु द स्टोरी। यता ट्रेनको माहौल डरलाग्दो थियो, उता पाकिस्तानी अथोरिटिज र मिलिट्री पनि चिन्तित थिए। अल्टिमेटमको टाइम बित्दै थियो, चाँडै डिसिजन लिनुपर्ने प्रेसर बढ्दै थियो। न्युज मिडियाले पनि पुरै सिचुएसनलाई लाइभ रिपोर्टिङ र कभरेज गर्दै थिए। इमर्जेन्सी रुममा टप गभर्नमेन्ट अफिसियल्स र मिलिट्री अफिसियल्स डिस्कसन गर्दै थिए कसरी यो सिचुएसनलाई ह्यान्डल गर्ने। कुनै मिलिट्री अप्सन युज गर्दा पनि हाई क्याजुअलिटी रिस्क थियो, किनभने BLA लडाकुहरूले प्यासेन्जरहरूलाई ह्युमन सिल्डको रूपमा प्रयोग गरिरहेका थिए। साथै ब्याकडोर कम्युनिकेसन पनि भइरहेको थियो पाकिस्तानी अथोरिटिज र BLA लिडर्सहरू बीच। लगातारको कम्युनिकेसनले हाइजेकरहरू आफ्नो डिमान्डमा थोरै नरम भए। केही महिला, बालबालिका, ज्येष्ठ नागरिक र बलुचिस्तान निवासीहरूलाई रिलिज गर्ने निर्णय गरे र रिलिज पनि गरे। तर सिचुएसन अहिले पनि कन्ट्रोलमा आएको थिएन। पाकिस्तानी गभर्नमेन्ट बलुच लिडर्सलाई छोड्ने पक्षमा थिएनन्। यसको पछाडि मुख्य दुईवटा कारण थिए। यदि प्रिजनर्स रिलिज गरे भने सेक्युरिटी थ्रेट अझै बढ्न सक्थ्यो, मनोबल बढ्न सक्थ्यो र आउने दिनहरूमा अझ यस्तो अट्याक हुन सक्ने पोसिबिलिटी रहन्थ्यो। साथै यहाँ चाइना एंगल पनि थियो, जुन म एकैछिनमा बताउने। दोस्रो, हाइजेकिङ पाकिस्तानको आफ्नै ग्राउन्डमा भएकोले काउन्टर मिलिट्री अपरेसन लन्च गर्न ठूलो एडभान्टेज थियो। फाइनली पाकिस्तानी अथोरिटिजले काउन्टर रेस्क्यु अपरेसन लन्च गर्ने निर्णय गरे। त्यसपछि ग्राउन्ड अपरेसनको तयारी सुरु भयो। केही न्युज सोर्सेसको अनुसार अपरेसनलाई अगाडि बढाउने जिम्मा पायो पाकिस्तान आर्मीको बेस्ट इलाइट युनिट जरार कम्पनीलाई। जरार कम्पनी पाक आर्मीको स्पेशल सर्भिस ग्रुपको इलाइट युनिट हो, जसमा हाइली ट्रेन्ड र हाइली इक्विप्ड कमान्डोजहरू हुन्छन्, साथै स्नाइपर्स हुन्छन्, जसलाई मेजर र्याङ्क अफिसर्सहरूले
कमान्ड गर्छन्। उनीहरू काउन्टर टेररिज्म सिचुएसन र होस्टेज क्राइसिस रेस्क्युको लागि नै स्पेशलाइज्ड हुन्छन्। सबै एसएसजी कमान्डोज हाइजैकिङ साइटमा पुगे र पोजिसन लिएपछि सुरु भयो डेडलिएस्ट एन्ड च्यालेन्जिङ रेस्क्यु अपरेसन। एक्सट्रिम फायरिङ, बम्पिङ र ब्लड सेडपछि अन्त सबै बीएलए लडाकुहरूलाई न्युट्रल गरियो। 33 बीएलए लडाकुहरू मारिए। पाकिस्तानी अथोरिटिजका अनुसार यस खुनी भिडन्तमा 21 सिभिलियन र 4 मिलिट्री पर्सनलको पनि मृत्यु भयो र 300 भन्दा बढी प्यासेन्जर्सलाई रेस्क्यु गरियो। यो सम्पूर्ण टेरर गेम 30 घण्टा भन्दा बढी चल्यो। त्यसो भए को हुन् त बीएलए? हाइजैकिङको पछाडि के मोटिभ थियो? यसमा इन्टरनेशनल कनेक्सनको आशंका किन व्यक्त भइरहेको छ? पाकिस्तानी गभर्नमेन्टले केही लुकाइरहेको छ कि? साउथ एसियाको जियोपोलिटिक्समा के असर पर्दैछ र नेपालले यो इन्सिडेन्टबाट के सिक्ने? बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर कम जनसंख्या भएको प्रदेश हो। इरान, अफगानिस्तान र अरेबियन सीसँग बोर्डर शेयर गरेको हुनाले यो दक्षिण एसियाको एक महत्वपूर्ण रणनीतिक क्षेत्र पनि हो। यति मात्रै होइन, बलुचिस्तान प्राकृतिक स्रोतहरू जस्तै ग्यास, खनिज, सुन, तामा आदिमा धनी प्रदेश हो। तर यहाँका जनता सबैभन्दा बढी गरिब छन्। तर किन? यसको उत्तर पाकिस्तानको फर्मेसनको हिस्ट्रीमा लुकेको छ। इयर 1947 मा जब इन्डिया र पाकिस्तानको पार्टिसन भयो, त्यति बेलासम्म बलुचिस्तान एक इन्डिपेन्डेन्ट रिजन थियो। तर 1948 मा पाकिस्तानले बलुचिस्तानलाई जबरजस्ती आफ्नो कन्ट्रीमा मिलायो, जसका कारण बलुच राष्ट्रवादीहरूले यसको विरोध गर्दै सशस्त्र विद्रोह सुरु गरे र यहीबाट यो कन्फ्लिक्टको सुरुवात भयो। समयसँगै यो क्रम अझै बढ्दै जान्छ र यसको पछाडि मुख्य 3 कारण छन्। पहिलो कारण, बलुचिस्तान प्राकृतिक स्रोतहरूले धनी भए पनि सबैभन्दा गरिब प्रान्त हो। स्थानीयहरू आफ्नो स्रोतहरूबाट लाभ लिन नपाएको गुनासो गर्छन्। दोस्रो, राष्ट्रको दमन। पाकिस्तानी सेनाले बलुच जनतामाथि मानव अधिकार उल्लङ्घन, जबरजस्ती बेपत्ता पार्ने र गैर न्यायिक हत्या गर्ने आरोप खेप्दै आएको छ। तेस्रो, जातीय विभेद। बलुच जनताले पाकिस्तानी गभर्नमेन्ट र अथोरिटिजले पन्जाबलाई प्रायोरिटी दिने र बलुचिस्तानलाई कल्चरली, इकोनोमिकली र पोलिटिकली इग्नोर गर्दै आएको आरोप लगाउँछन् र यही कारणले इयर 2000 को दशकको सुरुवातमा इन्डिपेन्डेन्ट बलुचिस्तानको पक्षमा लड्ने आर्म्ड मिलिट्री ग्रुप सशस्त्र समूह बलुचिस्तान लिबरेसन आर्मी बीएलए को स्थापना भयो। 2006 मा बलुच नेता नवाब अकबर बुगतीको हत्यापछि यो समूह झनै सक्रिय बन्यो। बीएलए को दाबी अनुसार पाकिस्तानले बलुचिस्तानको प्राकृतिक स्रोतहरूको दोहन मात्र गरिरहेको छैन, तर त्यहाँका स्थानीयलाई विकासको कुनै अवसर प्रदान गरिरहेको छैन। यही असन्तुष्टिले उनीहरूलाई हतियार उठाउन बाध्य बनाएको हो। अमेरिका, युके, क्यानाडा जस्ता कैयौं कन्ट्रीहरूले बीएलएलाई टेररिस्ट अर्गनाइजेसनको रूपमा क्लासिफाई गरेको छ। बीएलए लडाकुहरूले यो रिजनमा पटक पटक मिलिट्री क्याम्प, रेलवे स्टेशन्स र ट्रेनमा आक्रमण गर्दै आएको लामो इतिहास रहेको छ। तर ट्रेनलाई नै हाइजेक गरेको घटना इतिहासकै पहिलो हो। बीएलए विशेष गरी पाकिस्तानी सेना, सरकार समर्थित संरचना र चीनको लगानी, विशेष गरी सिपेक, चाइना पाकिस्तान इकोनोमिक करिडोर विरुद्ध आक्रमण गर्दै आएको छ। तर पर्खिनुहोस् एकछिन, यो त हाइजैकिङ र त्यसपछि भएको रेस्क्यु अपरेसनको बारेमा बुझ्यौं, तर अझै धेरै कुरा छन् जुन तपाईलाई थाहा नहुन सक्छ। बीएलए लडाकुहरू यस अघि पनि बोलान पास जस्ता दुर्गम क्षेत्रमा आफ्नो बेस बनाएर लगातार आर्मी र इन्फ्रास्ट्रक्चरमा आक्रमण गर्दै आएका छन्। अझै ट्रेनमा आक्रमणको प्रयास पटक पटक भएको इतिहास छ। तर यति ठूलो हाइजैकिङ योजना बन्दै गर्दा पनि इन्टेलिजेन्स एजेन्सीजहरूलाई कुनै इन्टेल नपाउनु, कुनै सुराकी नहुनु सुरक्षाको चरम असफलता हो, मेजर सेक्युरिटी फेलुअर हो। यो घटनाले आइएसआई जस्तो इन्टेलिजेन्स एजेन्सीको फेलुअर, सेक्युरिटी फोर्सेसको कमजोर अपरेसनल रेस्पोन्स र काउन्टर टेररिज्म मेजरको प्रभावहीनता स्पष्ट पारिदिएको छ। यसले पाकिस्तानको टेररिज्म कन्ट्रोल क्यापेबिलिटी माथि पनि प्रश्न उठेको छ। पाकिस्तानको काउन्टर टेररिज्म पोलिसी अब प्रश्नको घेरामा छ। यो घटनाले देखाएको यथार्थ के हो भने टेरर नेटवर्क अझै पाकिस्तानमा निर्बाध रूपमा सक्रिय छन्, जबकि सरकार सुरक्षा मजबुत भएको दावी गरिरहेको छ। अर्कोतिर पाकिस्तानको अफिसियल स्टेटमेन्टमाथि पनि प्रश्न उठ्दैछ। पाकिस्तानी अथोरिटिजका अनुसार 33 जना बीएलए लडाकु, 21 जना सर्वसाधारण बन्धक र 4 जना सैनिक मारिए, जबकि 300 यात्रुहरूलाई सुरक्षित रूपमा मुक्त गरिएको दावी गरिएको छ। तर 140 यात्रु अझै बेपत्ता छन् र विभिन्न स्रोतहरूले केही लडाकु बन्धकहरू लिएर भागेको आशंका गरिएको छ। तर बीएलए पाकिस्तानको दावीलाई अस्वीकार गर्दै युद्ध अझै जारी रहेको बताएको छ। उनीहरूका अनुसार सरकारले आफ्नो 48 घण्टे अल्टिमेटम पूरा गर्न असफल भएपछि 214 सैनिक बन्धकहरूलाई मारिएको दावी गरिएको छ। बीएलए प्रवक्ता जियानन्द ब्लोचले पाकिस्तान आर्मीमाथि आफ्नै सैनिकहरूलाई त्यागेको आरोप लगाउँदै सरकारलाई स्वतन्त्र पर्यवेक्षकहरूलाई घटनास्थलमा जान दिन चुनौती दिएका छन्। यस घटनामा पाकिस्तानी सरकारको आधिकारिक विवरण र विद्रोहीहरूको दावी बीचको अन्तर्विरोध गहिरिँदै गएको छ। वास्तवमा सत्य के हो तत्काल आउने देखिँदैन। उता यो घटनाले पाकिस्तान बाहिर पनि तनाव बढाएको छ। बलोच लिबरेसन आर्मी बीएलए द्वारा गरिएको जाफर एक्सप्रेस अपहरणले चीनका लागि गम्भीर सुरक्षा चिन्ता उत्पन्न गराएको छ। सिपेक मार्फत बलुचिस्तानमा भारी लगानी गरिरहेको चीन पाकिस्तानको सुरक्षामा विश्वास गर्न
गर्न कठिनाई महसुस गर्दैछ। बीएलए को दृष्टिकोणमा सिपेक कुनै आर्थिक परियोजना मात्र होइन, बरु जनतामाथि दमन गर्न सहयोग गर्ने माध्यम हो। यही कारणले चीनले पाकिस्तानी अधिकारीहरूसँगको कुराकानीमा लगातार सुरक्षा अवस्था बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरिरहेको छ। पाकिस्तानी सेनाको स्पेशल सेक्युरिटी डिभिजन एसएसडी मा 15,000 सेना हटाइएका छन्, जसको प्राथमिक जिम्मेवारी सिपेक अन्तर्गत कार्यरत चिनिया नागरिकहरूलाई सुरक्षा दिने हो। तर चीनको नीतिगत वृत्तमा पाकिस्तानले तीव्र रूपमा अस्थिर हुँदै गएको सुरक्षा परिस्थितिलाई नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उड्न थालेको छ। यसैबीच पाकिस्तानले आफ्ना दुवै छिमेकीमाथि आरोप लगाएको छ। इन्डियन गभर्नमेन्ट र इन्टेलिजेन्स एजेन्सी रलाई मास्टरमाइन्ड बताउँदै बीएलएलाई स्पोन्सर गर्दै आएको र वेपन, मनी र इन्टेलिजेन्स सप्लाई गर्दै आएको आरोप लगाएको छ। त्यसैगरी बीएलए लडाकुहरू अफगानिस्तानमा भएका ह्यान्डलर्ससँग कम्युनिकेसन गर्दै आएको आरोप लगाएको छ। पाकिस्तानको आरोपमाथि भारतले कडा प्रतिक्रिया दिँदै यसलाई निराधार र भ्रामक भनेको छ। भारतीय विदेश मन्त्रालयका स्पोक पर्सन रणधीर जयसवालले स्पष्ट शब्दमा भने, सिङ्गो विश्वलाई थाहा छ आतंकवादको केन्द्र कहाँ छ। पाकिस्तानले अरूलाई दोष थोपर्ने भन्दा आफ्नै असफलताहरूको समीक्षा गर्नुपर्छ। त्यही बेला अफगानिस्तानले पनि पाकिस्तानको आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट कुनै गतिविधि नभएको दावी गर्यो। काबुलको आधिकारिक बयानमा भनिएको थियो, पाकिस्तानले गैर जिम्मेवार अभिव्यक्ति दिने भन्दा आफ्नै सुरक्षा मजबुत बनाउने र आन्तरिक समस्याहरू समाधान गर्ने प्रयास गर्नुपर्छ। यो घटनाले पाकिस्तानलाई मात्र नभई पुरै साउथ एसियाको जियोपोलिटिक्सलाई नै असर गर्ने देखिएको छ, जसले नेपाललाई पनि प्रभाव पार्नेछ। नेपालको आन्तरिक अवस्था पनि चिन्ताजनक छ। चरम गरिबी, निराशा, राजनीतिक अस्थिरता, दमन, सुस्त विकास, भ्रष्टाचार, फितलो कानूनी व्यवस्था, शक्ति राष्ट्रहरूको खेल जस्ता समस्याले जनतामा आक्रोश बढ्दै गएको छ। सरकार, राजनीतिक दल र अन्य सबै पक्षले जनताको समस्यालाई समयमै समाधान गर्नुपर्ने देखिन्छ। बीएलए जस्ता आतंकी संगठनहरूको उदय पनि जनताको निराशालाई मौका सम्झेर जन्मिने गरेको छ। अर्कोतिर आजको दिनमा साउथ एसियाकै राष्ट्रहरू बीच विश्वास घट्दै गएको छ। इन्डिया पाकिस्तानको विवाद कसैबाट लुकेको छैन। सार्क जस्ता क्षेत्रीय संगठन पहिलादेखि नै कोमामा गइसकेको छ। यदि समयमै समस्याहरू पहिचान गरी समाधान गरिएन भने कसैका लागि राम्रो हुनेवाला छैन। ट्रेन हाइजेकिङ सम्बन्धी अझै सत्य तथ्यहरू समयसँगै बाहिर आउनेछन्। धन्यवाद।